कटिङ गरेर सुसीको कटिङ गरेर स्किनलाई जुन कटिङ गरेर बनाएको यो जुन छ हाम्रो यो चिजबाट हामी चाहिँ सुसीमा जस्तो स्टफिङको लागि टपिङको लागि होइन गार्निसको लागि विभिन्न चिजहरूको लागि र इभन दोस यसलाई चाहिँ हामीले चाहिँ पिकलको रूपमा पनि प्रयोग गर्नको लागि चाहिँ हामीले अहिले फर सुसीको लागि चाहिँ एउटा ऱ्याडिस पिकल बनाएको छौँ है। इज द्याट क्लियर? ल अघि यसलाई चाहिँ हामीले के गरेको थियौँ भन्दाखेरि होइन नुन लाएर चाहिँ करिबन 30 मिनटसम्म चाहिँ यसलाई हामीले होइन भिजाएको थियौँ। हेर्नुहोस् न निकै कति सफ्ट भयो है। यो हिजो कटिङ गरेको होइन यो पनि कति सफ्ट भएको छ आज कटिङ गरेको छु र यसलाई हामी चाहिँ के गर्छौँ त सफा गर्छौँ है। एकजना भाइ आऊ हो अघि यस्तो छ नि के अरे नुनको कन्टेन्ट है। अब यसलाई चाहिँ हामीले के गर्नुपर्छ भने है यसलाई मजाले यसको पानी निस्किने गरी पुरै है पुरै यसको पानी आउट हुने गरी ड्रेन हुने गरी होइन यहाँ राखिदिने है। हेर्नुहोस् त कति राम्रो भएको छ होइन। ल अब यसलाई चाहिँ हामीले होइन के गर्यौँ त यसलाई हामीले यो नुन लागेको थियो नुन लागेको चिजलाई चाहिँ हामीले एकदमै धोएर मजाले पखालेर चाहिँ एकदमै ड्रेन गरेर यो राखेको छौँ भने अब हामी त्यसको लागि चाहिँ लिक्विड तयार गर्नुपर्छ। लिक्विडको लागि चाहिँ हामीले फर्स्ट अफ अल चाहिँ यो हाम्रो राइस भेनेगर दिन्छौँ। राइस भेनेगर हामीले मोटामोटी 1 कप जति दिन्छौँ हामी। 1 कप भनेको लगभग एराउन्ड 250 ग्राम जति 50 ml जति। यो यसले चाहिँ के काम गर्छ त भन्दाखेरि हाम्रो यो चाहिँ पिकललाई चाहिँ होइन यसले फर्मेन्टेड गर्नको सँगसँगै यसले चाहिँ प्रिजर्भ गरेर पनि राख्ने काम गर्छ यो राइस भेनेगरले। र यसमा चाहिँ हामीले अरू इन्ग्रिडियन्ट्सहरू पनि युज गर्छौँ र यसमा चाहिँ हामी सुगर युज गर्छौँ है। सुगर हामीले लगभग 2 टेबल स्पुन जति युज गरेका छौँ। साल्ट अलरेडी छँदैछ हामीसँग है र हामी साल्ट धेरै प्रयोग गर्दैनौँ अलिकति मात्रै हामी युज गर्छौँ लगभग 1 टीस्पुन जति। अहिले हामी टेस्ट गरौँ ल होइन पछि आवश्यक पर्ने फेरि एड गर्न सक्छौँ। र यसलाई चाहिँ हामीले अलिकति कलरेज प्रोभाइड गर्नको लागि चाहिँ हामीले यहाँनिर चाहिँ के युज गरेका छौँ त बेसारको धुलो पनि हामीले थोरै युज गरेका छौँ होइन। र यसलाई मजाले फिटर है मिरिन पनि एड गर्न सक्छौँ है। लिटल बिट अफ मिरिन होइन 1 टेबल स्पुन जति तपाईँहरूले यो चाहिँ टेस्ट चाहिँ एकदमै इन्हान्स गराउँछ होइन टेस्टको लागि। र फाइनली अर्को हाम्रो इन्ग्रिडियन्ट छ यो कोम्बो। यसले चाहिँ तपाईँको चाहिँ उमामी फ्लेभर प्रोभाइड गर्छ र यसलाई चाहिँ हामी चाहिँ बिचमा यसरी स्कार्टेड गरेर चाहिँ युज गर्दछौँ किनभने यसले चाहिँ फ्लेभर चाहिँ छिटो रिलिज गर्छ त्यसको लागि हामीले यो युज यो चाहिँ हामीले चिनी भुलिसकेपछि चाहिँ हाम्रो लिक्विड तयार हुन्छ र लिक्विड तयार भइसकेपछि हामी त्यसमा चाहिँ एड गरेर चाहिँ हाम्रो पिकलको जार छ त्यो पिकलको जारमा राखेर चाहिँ यसलाई हामी के गर्छौँ प्याकिङ गरेर रेफ्रिजरेसन गर्छ। त्यसको कन्सिस्टेन्सी कति भएको छ होइन टेस्ट कस्तो भयो हाम्रो फाइनली यो चाहिँ हामीले कम्प्लिटली के गर्छौँ त यसमा होइन सोक गर्छौँ है। पहिले हामीले के गर्ने भन्दाखेरि यसलाई जारमा चाहिँ यसरी राखिदिने है र अघि हामीले बनाएको यो लिक्विड चाहिँ हामीले सर्भ यहाँनिर राख्ने ठिक छ। अब यसलाई चाहिँ हामीले के गर्छौँ त कभर गरेर चाहिँ होइन हेर्नुहोस् त कभर गरेर चाहिँ यसलाई हामीले के गर्छौँ त राखिदिन्छौँ। जहिले पनि यसरी काम गरिसकेपछि पोरहरू हुन्छ यसलाई चाहिँ गर्नुपर्छ है। ल अब यो चाहिँ हामीले के गर्ने त यसलाई चाहिँ कभर लगाएर है रेफ्रिजरेट गर्छौँ र यो हाम्रो चाहिँ 24 घन्टा पछाडिदेखि चाहिँ हाम्रो खाना चाहिँ खान लागेको तयारी हुँदैछ। चाहिँ खाना लागेको तयारी हुनेछ। सो यसमा तपाईँहरूले चाहिँ कुनै पनि ऱ्याडिसहरूलाई चाहिँ खेर फ्याल्नुभन्दा पनि त्यसलाई चाहिँ कसरी युज बनाउन सकिन्छ भन्ने कुराको आज क्लास थियो डेमो थियो। यो डेमोन्स्ट्रेसनमा पक्कै पनि तपाईँहरूले
सिक्नुभयो होला कि रेडिसबाट हामीले कसरी पिकल तयार गर्न सक्छौँ भनेर। त्यो भएर यो पिकललाई चाहिँ हामीले चाहिँ रेफ्रिजरेटरमा राखेर चाहिँ हामीले एज अ चाहिँ 15 दिन 20 दिन 1 महिना 2 महिनासम्म पनि हामी यसलाई प्रयोगमा ल्याउन सक्छौँ। र यो खाना चाहिँ अहिले तत्काल चाहिँ हुँदैन, र तपाईँले 24 घन्टा पछाडिदेखि अथवा 3 दिनदेखि 4 दिनदेखि 5 दिनदेखि 6 दिनदेखि अझ यो चाहिँ राम्रो भएर आउँछ है। यसरी बनाउनु पर्ने हुन्छ। इज द्याट क्लियर? ठिक छ? ओके, थ्याङ्क यू सो मच। तपाईँहरू पनि आरटिआरके होटल्समा चाहिँ सुसी ट्रेनिङ गर्न चाहनुहुन्छ र सुसीको एकदमै कोर चिजहरू तपाईँहरू बुझ्न चाहनुहुन्छ भने र तपाईँहरू आफूलाई सिकेर चाहिँ आफूलाई चाहिँ एज अ मास्टर सुसी सेफ बनाउन चाहनुहुन्छ भने यु मस्ट बी वेलकम एट आरटिआरके होटल्स। थ्याङ्क यू सो मच।